तँलाई वाला छिने आइम है 24 घन्टा तेरो बच्चा चेपेर तँलाई खाना आउँछ तेरो तेरो माइतीबाट ल्याइदिस् दाइजो कति ल्याइदिस् काम गर्नु पर्दैन एउटा केही त्यही बच्चा मात्रै चेपेर तँलाई खाना आउँछ लाज शरम पछि कि नकचरी कसको नासो बोकेर आइको नि लाज शरम नपचे कि कसको नासो बोकेर आएको जताबाट ल्याएछिस् त्यतै लिएर जा रोएर के को नाटक गर्छेस् काम गर्छेस् कि निक्लेर गइहाल नत्र मनी तँलाई दिनकै पालेर राख्न सक्दिनँ मैले दाई भनौ त मरेर गइहाल्यो अब एउटा बाँकी भएको त्यही भाउजू त हो नि त्यसलाई पनि यो घरबाट निकाल्दियो भने यो सारा सम्पत्ति हाम्रै हुन्छ बुढी सुत्केरी भएको 1 महिना भइसक्यो हामीले कहिलेसम्म चाटेर राख्ने हो तपाईँको माइतका लिन आउँदैनन् हुन त बानी मेरो बतिर भए पो लिन आउँथे कसको नासो बोकेर जन्माको दाजुलाई त टोकी टोकी अब हामीलाई पनि मार्नला होला नि यो घरमा बसे कि दिदी ढोक गरे सन्चै हुनुहुन्छ मलाई एकदम ठिक छ दिदी म सन्चै छु सुत्केरी भएको 1 महिना भयो अब यता घरपट्टिको मान्छेले मनमा नै के सोचिरहेको छन् माइतीले लिन आएनन् भन्नन् हुन त माइतीबाट लिन आउनलाई त को छ र आमाले यो संसार छाडेपछि आमा पछिको आमा तपाईँ नै हो एकचोटि छोरालाई लिन पठाइदिनु न छोरो घरमा छैन रे त्यसो भए म आफै आउँछु नि त है दिदी कोही पनि नभए जस्तो भयो मेरो यहाँ भन्न त नराम्रो कसैले नि केही भन्नु भएको छैन राम्रै छ मलाई सुखै छ त्यही पनि सुत्केरी भएको बेलामा माइतीले लिन नआउँदाखेरि अलि कस्तो कस्तो हुँदो रहेछ त्यही भएर आउन खोजेँ कि हेलो दिदी दिदी दिदीले पनि फोन काट्नु भयो आमा बाउ नभएपछि त माइती पनि माइती जस्तो हुँदो रहेनछ यत्रो वचन लाउँदा पनि मैले यो घरको सङ्घार काटेर कहीँ जान सकिनँ अब विधवा बहिनी मैले कसरी घर ल्याउनु तँलाई पर्दैन आउन त्यो बच्चा लिएर मेरो घर आउनु पर्दैन त होइन है भाउजू तिमी अझै माइती गएको छैनौ यसलाई भाउजू पनि के भन्नु तँ अझै माइती गएको छैनस् तिमीहरूको घरबाट लिन आएनन् बाबु मेरो घरै हो म यो घर छोडेर कहाँ जानु र तेरो बुढै नभएपछि अब तेरो घर कसरी भयो यो सम्पत्ति खानलाई बसेकी होला छैन त्यसो नभन्नुहोस् बाबु म यो घरमा सम्पत्ति खानको लागि बसेको होइन मेरो श्रीमानको यादहरू जोडिएको छ यो घरसँग हरेक कुना कुनामा मेरो श्रीमानको झल्को आउँछ मलाई उहाँ बितेर गएको 1 वर्ष पनि नपुगिकन म उहाँको घर छोडेर कहाँ जान सक्छु र बाबु दिन छ उमेर छ एउटा टिपेर पहिला जान देवर भनेको त भाइसम्म हुन्छ म त हजुरलाई आफ्नै भाइलाई जत्तिकै माया गर्छु किन यति धेरै वचन लाउनुहुन्छ बाबु हजुरहरूको घरमा म सम्पत्तिमा आँखा गाडेर बसेकी होइन त्यो बालाका छोरी बोकेर म यो घर छोडेर कहाँ जाउँ तपाईँलाई यो कुरा राम्रोसँग थाहा छ मेरो माइतीमा आमा बुवा दाजुभाइ कोही पनि हुनुहुन्न
एउटी दिदी हुनुहुन्छ, त्यहाँबाट पनि लिन आउने मान्छे कोही पनि छैन। मलाई तेरो धेरै नाटक सुन्नु छैन। मैले भनिदिएको छु मेरो दाइलाई त खाइस। अब यो सम्पत्ति नि खाएर बसौँला भयो कि होला छैन। हजुरको दाइ त मेरो मन मुटुभित्र बस्नु भएको छ। मैले उहाँलाई कसरी खान सक्थेँ र बाबु? तपाईँको त दाइ हो, तपाईँले त दाइ गुमाउनु भएको छ। मैले त मेरो श्रीमान गुमाएको छु, मेरो सिउँदोको सिन्दुर चुरा पोते, मैले मेरो जिन्दगी गुमाएको छु। यस्तो पीडा परेको बेलामा अरू कति धेरै पीडा दिन चाहनुहुन्छ बाबु तपाईँ? कमसे कम 2-4 महिना त मलाई यो घरमा बस्न दिनुहोस्, त्यसपछि म तपाईँहरूले नभने पनि घर छोडेर गइदिन्छु। भोलि मैले गल हत्याएर निकाल्न नपरोस्, आफै निक्लिएर गए राम्रो। यही भात खान पल्किकी हैनस्, त्यही भएर तँ यो घर छोडेर नगएकी। ल खा, ल पानी नै खा। आइमै होस् र हात नहालेको तँलाई, बुझिस्? तँलाई गल हत्याएर निकाल्नु पर्ने भयो होइन? अब घर छोडेर नजा त तँलाई के गर्छु मैले।